This is probably the best thing about our hostel. कति राम्रो भ्यू छ पहिला झन् यति धेरै ट्रिजहरु थियो के यतातिर हैन सबै काटिदिनु भयो अनि सबै चराहरुको आवाज पनि आउँथ्यो अनि रमाइलो थियो अहिले पनि अलिअलि बर्ड्स आउँछ बट इट्स नट एज बेस्ट आज चाहिँ नोभेम्बर 8 स्याटरडे हो अनि भोलि चाहिँ हाम्रो एउटा रिसर्चको एक्जाम छ अनि त्यही भएर चाहिँ हामीहरू होस्टेल बसेको पढ्नको लागि अनि अर्को चाहिँ डाटा कलेक्सन पनि गर्न जानु छ अनि आजको ब्रेकफास्ट चाहिँ बर्नभिटा अनि कुकिज छ अनि आल्मन्ड छ अनि म्यारीगोल्ड बिस्किट पनि खान्छु आज त्यस भोलि एक्जाम छ अनि आम वेयरिङ मेरो पुरानो चान्बागको ज्याकेट हेलो एभ्रीवान प्लिज सब्सक्राइब दिस च्यानल एकदमै राम्रो कन्टेन्टहरु चाहिँ उहाँले पोस्ट गर्नुहुन्छ हामी पानी भर्न जान आँटेको मेरो चाहिँ 2टा बोतल खाली छ अनि साथीको चाहिँ 3टा भने अब एउटा भयो ए हो नि सो चाहिँ 3टा बोतल छ तर उसको अलिकति क्याल्कुलेसन्स प्रब्लम छ त्यही भएर अहिले चाहिँ भर्खरै जिउ नुहाएँ अनि कपाल पनि नुहाएँ आई नो द ज्याकेट इज सेम तर भित्रको लुगा चाहिँ सबै डिफ्रेन्ट छ अनि त्यसपछि जिउ नुहाएँ अनि एकछिन पढ्यौँ अनि त्यसपछि वी आर थिङ्किङ अफ इटिङ लन्च बाहिरै है हामी चाहिँ अब खाना खान गइरहेको माथि फुड स्टेसनमा खाना खान गइरहेको किनकि आज स्याटरडे हो अनि आज के स्पेसल वी डिजर्भ अनि बाटोमा यति राम्रो ट्रिजहरू छ आई मिन लाइक खासै देखिँदैन तर फ्लावर्सहरू छ त्यसमा कति राम्रो देखाएको छ हङ्ग्री मी अल्सो झोल खाना खान आँटेको एन्ड वी आर एक्साइटेड बिकज वी लभ स्टेसनको खाना If you guys in Delhi, please do visit. I mean it's not the best but it is Yeah. अनि सस्तो पनि छ 180 So this is how it looks उसको पनि त्यस्तै छ अनि हाम्रो भ्यू I mean यस्तो छ चाहिँ खाना खाएर आयो अनि अब चाहिँ पढ्न बाँकी छ के छ Do you have anything to say? Nothing. The weather is nice. So हामी यो बेन्चमा बस्न आँटेको थियौँ but then look at this यत्रो ठुलो स्पाइडर तर हामीहरू अब गएर पढ्नुपर्छ चेन्ज अफ सिनरी फेरि पढ्न आँटेको हामी तर म निन्द्रा लागेको छ लागेन सो गाइस हाम्रो चाहिँ खास गरी एकदमै राइभलरीवाला रुम छ यो मैले भर्खरै मेरो रुममेटलाई निन्द्रा लाग्यो भन्दाखेरि उसले सुत भन्यो अनि मैले हेर्दाखेरि उसले भन्यो त्यही मौकामा म पढिहाल्छु सो दिस इज भेरी स्केरी सो तपाईहरु पनि अब केही तपाईहरु पनि आफ्नो रुममेटबाट बस्न चाहनुहुन्छ भने अर्को च्यानललाई सब्स्क्राइब गर्नुस् I have decided to take a short nap 15 minute maybe बढी भयो भने 20 मिनेट पुग्ला एकदमै निन्द्रा लाग्यो मलाई गाह्रो भयो सो म चाहिँ नचाही पनि 2 घण्टा सुत्न पुगे एक्चुअली एकदम मैले निन्द्रा लागेको थियो अनि त्यो स्टेटमा पढ्नु पनि सकिन्न थियो सो आई स्लेप्ट 2 आवर्स अनि अब चाहिँ स्न्याक्स टाइम हो अब स्न्याक्सको लागि चाहिँ म मुस्टी खान आँटेको छु But I didn't sleep. I studied. And the fact is I studied like for 1 hour and I was asking a question and she was like, "Mom, para, this, that." She knows everything.
I mean, it's just luck. I don't think so. This is my snacks. And यसमा चाहिँ food powder, mostly cream crackers. And मैले एउटा marigold पनि हालेको थिएँ. I mean, it's all a big mush. Mush. भर्खर के भयो मलाई मैले पेन पनि ल्याएको थिएँ केही पनि ल्याएको थिएन अनि उसले दुईटा ल्याएको रहेछ अनि यत्रो बेर झगडा गरेँ मसँग अनि मैले एउटा पेन मागेँ अनि भरे गएर ले भन्यो अनि भरे गएर पकेटबाट यो निकाल्यो के गर्न आएको त माथि सबै कपी पनि मेरो छ बुक पनि मेरो छ गाइस आकाशभरि कागै काग छ इभन यता खै के भयो सब राज गरिरहेको छ नि यता ओ माय गॉड देयर सो मेनी क्रोज अब चाहिँ हामीहरू चाउचाउ किन्न गइरहेको बिकज झोल चाउचाउ खानु मन लाग्यो लाइटिङ चाहिँ नराम्रो लाइटिङ चाहिँ नराम्रो छ त्यस चाउचाउ किन्न गइरहेको अनि हामी रिभिजन एकदम भट्टाभट भइरहेछ कस्तो भइरहेछ भट्टाभट सो हामीले चाहिँ वाइवाई खायौँ वाइवाई अन्डा अनि अलिकति भातसँग खाएँ मैले अनि त्यसपछि अब फेरि पढ्न आँटेको एउटा च्याप्टर ड्याङ्गै भएको छ हाम्रो तर आई क्यान्ट वेट टु स्लिप के छ तपाईँलाई भन्न अब चाहिँ हामीले मुख धोयो ब्रस गर्यो अनि स्किन केयर गर्न आँटेछौँ हैन हाम्रो स्किन केयरमा चाहिँ अब फर्स्टमा चाहिँ हामी चाहिँ पानी पुस्छ त्यसरी करेन्टली मेरो ब्रदरको चलाइरहेको छु बिकज ब्रदरको नै हो अब अनि मैले चाहिँ घरमै बिर्सेँ त्यही भएर उसले जहिले बिर्सिन्छ कि बिर्सेको 2 हप्ता भइसक्यो हाउ क्यान एनीवन इभन बिलिभ कि यत्रो बेरसम्म कसरी बिर्सिन्छ साँच्चै हो ल मलाई यसरी नै अब नाच्न दिने गरेको छ चाहिँ होपफुली हाम्रो लास्ट राउन्ड अफ स्टडिङ सुरु हुन आँटेको छ किनकि हामीले एउटा च्याप्टर चाहिँ अब लास्टको लागि नै छोडेको थियौँ अनि कति बज्यो अब कति बज्यो 8 बज्यो अनि दिस इज प्रोबेबली हाम्रो लास्ट राउन्ड अफ स्टडिङ अनि के टेस्ट 30 भन्दा different type of teachers and there are मलाई थाहा छ अनि जब रिसर्च सजिलो छ फाइनलमा मार्क्स पढाउन इजी छ मैले अहिले नपढेर मात्रै हो भने सो गाइज हामीले चाहिँ अब जति सक्छौँ पढ्यौँ अनि अब बाँकी चाहिँ अब
भोलि बिहान एक्जाम चाहिँ भोलि 9 बजे छ अब भोलि बिहान जति रिभाइज गरी भ्याउँछ त्यति गर्ने हो अब चाहिँ सुत्ने कति बज्यो 11:20 जति भयो नाउ आई गोना स्लिप